के तपाईलाई त्यस्तो खालको भिडियो सिक्न मन छ? हो, तपाई सही ठाउँमा आउनु भएको छ। तपाईलाई सिकाउन म आइसकेको छु। अब तपाईले सबैभन्दा पहिला प्ले स्टोरमा जानुहोस् र प्ले स्टोरमा गइसकेपछि त्यहाँ तपाईले कपक्याट भनेर सर्च गर्नुहोस् र कपक्याट सर्च गरेर त्यहाँ देख्न सक्नुहुन्छ। यहाँ मैले पहिले ओपन गरिसकेको छु र तपाईले त्यहाँ ओपन गर्नु होला र अब स्क्रिनमा हेर्नुहोस् है। ओपन गर्नुहोस् र यहाँ तपाई फोटोमा जानुहोस्। फोटोमा गएपछि तपाईले ब्याकग्राउन्ड डाउनलोड गर्नु होला यस्तो खालको। र डाउनलोड गरिसकेपछि यो फोटो डाउनलोड गरिसकेपछि तपाईले यहाँ यो फोटोलाई उठाएर यहाँ ल्याउनु होला, एड गर्नु होला। एड गरिसकेपछि यो फोटोलाई कुन साइजमा बनाउने हो भिडियो त्यो साइज क्रपमा जानु होला। क्रपमा गएपछि तपाईले अब 9.16 16.9 को बनाउने हो कि कुन खाले बनाउने हो, यहाँ सबै किसिमका उहरू छन् देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मैले अहिले 16.9 को बनाउन लागिरहेको छु। यसरी उ गर्नु होला र यहाँ राइट गर्नु होला। राइट गरिसकेपछि यो भिडियोलाई तपाईले थोरै लम्बाइदिनु होला, यसरी लम्बाइदिनु होला हैन। लम्बाइसकेपछि हैन तपाईले यो भिडियो पछाडिको यो कपक्याटको यसलाई डिलिट गरिदिनु होला र डिलिट गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ अब यस्तो आइरहेको छ। अब यसमा फेरि तपाईले यहाँ फेरि यसरी जानु होला। यहाँ तपाईले देख्न सक्नुहुन्छ ओभरअल भने छ, यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अनि त्यसपछि तपाईले यहाँ फेरि एड ओभरअल भने छ, त्यहाँ एड गरिसकेपछि तपाईले फेरि भिडियोमा जानु होला हैन। भिडियोमा गइसकेपछि तपाईले फेरि आफ्नो ग्रिनमा खिचेको भिडियोलाई क्लिक गरेर कुन भिडियो हो त्यो साइजको त्यो खालको भिडियो तपाईले चुज गरेर यहाँ एड गर्नु होला। एड गरिसकेपछि तपाईले यस्तो आउँछ। यसलाई चाहिँ अब कसरी यो ग्रिन पर्दा चाहिँ हटाउने भनेर म भन्न गइरहेको छु। अब यसलाई चाहिँ यसरी तपाईले हैन यसरी हेर्दै जानु होला हैन। यसरी यसको यहाँसम्म हैन, यहाँसम्म सही छ। अब यो बढी भएको पार्टलाई चाहिँ काटेर यसरी यो यसमा गएर काट्दिनु होला। काटिसकेपछि तपाईले अनि यहाँ पछाडि क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ डिलिटमा गएर डिलिट गरिदिनु होला र अब यस्तो रहेको छ हैन। अब यो भिडियो अब यस्तो रहेको छ देख्न सक्नुहुन्छ। अब यसमा चाहिँ तपाईले के गर्नु होला भनेपछि सिधा रिमुभ बीजी भनेको छ, त्यहाँ गएर तपाईले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ क्रम के भनेको छ, त्यहाँ गएर तपाईले चाहिँ यो गर्नु होला। थोरै इङ्ग्लिसमा अलि बुझ्छु त्यही भएर बुझ्नु होला। र यो भिडियोलाई फेरि तलको भागलाई क्लिक गरेर यसरी क्लिक गर्नु होला र क्लिक गरिसकेपछि हैन यसरी क्लिक गरिसकेपछि फेरि बिजी रिमुभमा गएर यसरी गर्नु होला र त्यसमा चाहिँ तपाईले यो गोलो आकारको छ यो गोलोलाई यता साइडमा लगिदिनु होला। साइडमा लगेपछि हैन, साइडमा लगिसकेपछि धेरै कति लैजाने हो, कतिमा नेरसम्म सही छ त्यो अनुसारले त्यो उ गर्नु होला। हेर्न सक्नुहुन्छ तपाईले आफै उ गर्नु होला। यसरी मैले यो छोटो तपाईहरुलाई छिटो मिठो सिकाउनको लागि मात्रै बनाएको छु र अब तपाईले यसरी लैसकेपछि यहाँ चाहिँ कतिमा निर मिल्छ हेर्न, जतिमा मिल्छ हैन। हो यसरी मिलाउनु होला, यसरी मिलाउँदै जानु होला। यसरी मिलाइसकेपछि यहाँ राइट गर्नु होला। राइट गरिसकेपछि अब तपाईले यो भागलाई काट्नु पर्ने हुन्छ। हेर्नुहोस् यहाँ अलि मैले सिकाउनको लागि अलि उ गरिरहेको छु र यसरी यहाँ तपाई यतापै यस्तो खालको उसमा जानु होला र गइसकेपछि यहाँ तपाई फेरि यहाँ क्रोपमा जानु होला। क्रोपमा गइसकेपछि अनि तपाईले यहाँ फेरि यो भिडियोलाई थोरै काट्नु होला, सानो गराइदिनु होला हैन। माथि हल्का सेतो देखिन्छ, यसरी सानो गराइदिनु होला
र सानो गराइदिसकेपछि फेरि यहाँ राइट गर्नु होला। राइट गरिसकेपछि अनि तपाईले फेरि यो भिडियोलाई ठ्याक्क मिलाउनु पर्ने हुन्छ र कसरी मिलाउने भनेपछि अब यो भिडियोमा क्लिक गर्नु होला। भिडियोमा क्लिक गरिसकेपछि यसरी हल्का यसरी मिलाइदिनु होला हैन। यसरी मिलाइसकेपछि यस्तो खालको हुन्छ र यो भिडियो अनि यसरी सेभ गर्नु होला हैन। यसरी सेभ गर्नु होला हैन। यसरी मिलाएर मैले यो छोटो मिठोको लागि भनेर बनाएको छु र यो भिडियो चाहिँ यसरी बनाउनु होला है साथीहरु। अब यसरी गराइसकेपछि यहाँ एक्सपोर्ट भन्ने छ, एक्सपोर्टमा गएर र यो भिडियो कस्तो लाग्छ, राम्रो लाग्छ भने लाइक गर्नु होला, शेयर गर्नु होला र सब्स्क्राइब गर्नु होला। युट्युबमा हुनुहुन्छ भने, फेसबुकमा हुनुहुन्छ भने फलो गर्नु होला। हस् त।